काठमाडौँ महानगरपालिका भित्रको विवादकै कारण राजु पाण्डेलाई पदबाट हटाउन माग, निलम्बन गरी छानबिन गर्नुपर्ने अडान। दर्शकवृन्द, स्थानीय तहमा क्रियाशील पेशागत संगठनहरूले चैत्र 21 गते महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको अगुवाईमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन, गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै त्यसको सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। यसका लागि 3 दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै उनीहरूले उक्त दिन आचरण विपरीतको कार्यमा उत्रने पाण्डेलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा राख्न पनि माग गरेका छन्। स्थानीय तह कर्मचारी युनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद नेपाल, यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाई श्रमिक संघले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएको हो। सो घटनापछि प्रमुख बालेन शाहको सोकी सचिवको नाममा सचिवालयका कर्मचारीहरूले आचरण विपरीत अनधिकृत ढंगले सार्वजनिक सञ्चार माध्यम मार्फत उपप्रमुख, वडाध्यक्ष लगायतका सम्मानित व्यक्तिहरू समेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लङ्घन गरिएको पनि उनीहरूको आरोप छ। उनलाई पनि कानुन बमोजिम हदैसम्मको कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ। ज्ञापन पत्रमा भनिएको छ, कार्यालयको प्रशासनिक प्रमुखका रूपमा नेपाल सरकारले खटाएको अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गर्दा काठमाडौँ महानगर प्रहरी बलका प्रमुख र उनको कमान्डमा खटिएको प्रहरीबाट भएका बाधा, अवरोध एवं उनीहरूबाट प्रमुख प्रशासकीय अधिकृत, त्यहाँ उपस्थित जनप्रतिनिधि एवं कर्मचारीहरूमाथि गरिएको धरकपड र निज प्रहरी प्रमुखले सो समयमा व्यक्त गरेका कतिपय आपत्तिजनक भनाइहरू प्रशंसनीय एवं दण्डनीय रहेको हाम्रो ठम्याइ छ भनेर विज्ञप्ति निकालिएको छ। यसरी काठमाडौँ महानगरपालिका भित्रको विवादकै कारण राजु पाण्डेलाई पदबाट हटाउन कर्मचारी युनियनको माग समेत रहेको छ। हवस् त, अहिलेलाई यति नै। टिभी कृष्ण सार हेर्दै गर्नुहोला। नमस्कार।